बन्दीपुर नजिक एउटा सुन्दर गाउँ जहाँ पहिला एकदम धेरै चहल पहल हुन्थ्यो अरे। अहिले चाहिँ कोही पनि मान्छे हुनुहुन्न भन्ने त्यहाँको जनगुनासो छ। अरू के हुन्छ, उहाँहरूले के भन्नुहुन्छ, कस्तो थियो पहिला, अहिले कस्तो छ, भविष्यमा कस्तो हुन्छ भन्ने कुराहरू चाहिँ हामीले उहाँहरूसँग कुरा गरेको छौँ। पुरा भिडियो हेर्नुहोला। पछि भविष्यको कुरा आउँछ यहाँ। अहिले भन्छन् यहाँ मान्छेले ल सुया भमर छ भन्छन्। पछि आउँछ यहाँ अस्ट्रेलियाबाट आउन्, सबै आउँछ यहाँ भमर चाहिँ कस्तो हुन्छ पछि भविष्यको कुरा। अहिले यो रोड कोइला आउला हुने थियो यहाँ, यो रोडमा जानु कस्तो भएको थियो यो रोड। जम्मा खाल्टा भएर जाने हिँड्ने नहुन्थ्यो। अहिले यहाँ चाहिँ मान्छेले जाने त्यत्तिकै ए भमर सुग्यो भमर चाहिँ भोलि जाने फेरिमा चाहिँ हुन्छ। अहिले यो रोड आइ, अहिले मैले यहाँ करा रोड आएको थिएँ यहाँ। अहिले 2 करोड 80 लाखको जाने रोडहरू हल्टोसम्म पुगेको छ यहाँ रोड। नमस्ते सबैलाई है, सबैलाई नमस्ते। आज हामी सबै खोज्दै आज भुमर्से गाउँको बारेमा हामी सोध्दै आएको छौँ हैन। हजुर हजुर। अहिले त सुनसान छ, के पनि देखिन्न त, मान्छेहरू देखिन्न त। के पहिला कस्तो थियो यो ठाउँ? पहिला त रमाइलो थियो। पहिला रमाइलो थियो, घरमा कोही सबैजना हुनुहुन्थ्यो। अहिले त सबैजना जानुभयो, रित्तै भए भुमर्से त रित्तै भए। अब हुन्छ अहिले पहिला ऊ थियो, गाडीहरू आउँथेन, केही नि आउँथेन। अहिले त बाटो नि पिच भयो, गाडीहरू सबै आउँछ, मान्छे हुनुहुन्न के गर्ने। फेरि आउँछन् नि मान्छे त, फेरि दोहोरिन्छन् कि आउँछन् किन नआउने। यो ठाउँ फेरि सुन्दर भएपछि त आइहाल्छन् नि, आउँछन् जम्मैजना। फेरि फर्केर आउँछन्, छोरा नातिको पाला यही भएपछि फेरि उज्जवल हुन्छ। जताततै दोकान यता दोकान उता दोकान रमाइलो थियो। मान्छे नि व्यापार गर्थे, रमाइलो जताततै आउँथे, चारतिरको बाटो थियो, सबैलाई रमाइलो थियो। जताततै आउँथे बाटो। अहिले त आउँथे सब, कोही आउँदैनन्, सुक्खा टाट अहिले त छैन, भुमर्से सुक्यो। अहिले नि बल खेल्न त आउँदैन। अहिले त बल खेल्ने कति ठुलो कार्यक्रम हुन्थ्यो भुमर्से चौरामा। फुटबल भलिबलहरू खेल्थे, जताततैका आउँथे, रमाइलो हुन्थ्यो। अहिले त सुनसानै छ, कोही आउन्न। अहिले त सुन्ने भयो नि। अहिलेका बच्चाहरू त अलिअलि खेल्दै खेल्न त। भविष्यमा मान्छे कस्तो होला यो भुमर्से? भुमर्से हुन्छ हो, केटाहरू कस्ता राम्रो आउनु पछाडि भर्खर आउँछन्। अहिले नयाँ फेरि नयाँ फेरि आउँछन् कि फिरिन्छ, फेरि उयो हुन्छ, पहिलाको जस्तै हुन्छ उज्जवल। यो ठाउँ छोडेर जाने होला के भन्न चाहनुहुन्छ? यो ठाउँ छोडेर चटक्क जानेलाई यहाँ आउनु, फेरि फिर्ता आउनु भन्छु मैले त। आउँछन् त, आउँछन् पछि आउँछन्, यहाँ बनिसकेपछि आइहाल्छ नि, आउँछन्। पहिले के अरे बेसरी दोकान भएको मान्छे बेसरी चर्चेर थियो। अहिले चाहिँ सबै पढाउन गाउँ के अरे बजारद्वारा गयो। अनि के गरेर चाहिँ यो के अरे सुतार्ने हो त नि भुमर्से। हाम्रो भुमर्से चाहिँ बजार थियो, अहिले चाहिँ रित्तै भयो। के गर्ने हो भने के हो नि, चाबी लाहा त नि। छोडेर जानलाई के भन्न चाहनुहुन्छ? छोडेर जाने चाहिँ अब आउँछ जान्छ, अब उनीहरू फर्केर आउने हो कि त्यहीँ बस्ने थाहा छैन। बच्चा पढाउन गएको के, कोही बाहिर पैसा कमाउनु गयो, कोही बच्चा पढाउनु आउँछ। ए भुमर्से फेरि रमाइलो आउँछ। अब जवानी अब भुमर्से फालिएको भन्छ, यसको पालो आउँछ एक फेरि जसरी पनि आउँछ। अनि यहाँ जनतालाई पनि आउँला मर्को परेको छ, हाम्रो जनतालाई यो आएका छन्। अनि सबैको आउँछ यहाँ एक फेरि पालो आउँछ। भुमर्सेमा अहिले चाहिँ अब पहिला चाहिँ यति रमाइलो यस्तो थियो। अहिले सबै बसेर जाने केही गर्ने गरेर अहिले यहाँ चाहिँ मान्छे अब कोही मान्छे बिरामी हुँदाखेरि बोकेर लाने यताउता गर्ने कोही मान्छे छैन। यस्तै घर सबै खाली भयो। कसरी खाली भयो, अब के भयो भन्ने कुरो त अब के जान्ने। अब कोही चितवनतिर गए, कोही बन्दीपुर गए, कोही कहाँ गए। अहिले सुनसान भयो है। बिरामी भएर लाने मान्छे नि छैन, केही गर्ने मान्छे नि छैन होइन। यस्तो चाहिँ भयो। अब न यहाँ खानेपानीको सुविस्ता भयो न के छ है, केही छैन।
किनभनेदेखि त्यसको जनतालाई पनि थाहा भएन, त्यसको एक्सपर्टहरूले पनि बुझ्न पाएनन् होइन, बाहिर प्रकाशित पनि भएनन्। अनि त्यहाँ सांसदहरूलाई त्यो बारेमा धेरै ज्ञान पनि नहुन सक्छ कुनै पनि विषय। अब यो नीतिगत कुराको अर्थ के हो त यो क्याबिनेटले चाहिँ तपाईँको प्रतिनिधि भएको अहिले बोल्नु पऱ्यो माइजू भुमर्सेको बारेमा। कस्तो थियो पहिला भुमर्से भनेर? म भन्दिनँ ल कुरा मात्रै गरौँ न। व्यक्ति वा संस्थालाई मान्यता छ त्यसलाई कसरी मिलाएर बाहिर ठाउँमा सबै कुरो थाहा भयो मलाई त्यसैले हामी पर्छ। तर त्यसको पनि त्यस्तो कुराको पनि इन्भेस्टिगेसन हुनु सर्वोच्च अदालतबाट आएको भनिएको। गृहमन्त्रीले कतै पछिल्लो समय नागरिकता लिनका लागि यहाँबाट त्यहाँबाट जाने अझ त्यो यता त्यो टाइजन धान अनि त्यो यसरी यो हुन्छ भने ट्याक्क मिलाइन्छ। त्यसले स्पष्टता कायम गर्न सक्थ्यो होला भन्ने कतिपयको धारणा। अहिले त अझै छ नि उमेर छ, यही बेला चाहिँ गर्ने पैसा कमाउने गर्ने यही बेला उमेर उमेरमा जाने त हाम्रो पछि आउँछ बाबु घर अहिले ए